हेलो नमस्कार एन्ड वेलकम टु माई च्यानल। अब क्लास 12 को एक्जाम आउँदैछ, बोर्ड एक्जाम आउँदैछ। अब केटीहरूलाई गाह्रो हुने च्याप्टर भनेको च्याप्टर 4 हो, थ्योरी अफ प्राइस एन्ड आउटपुट डिटर्मिनेसन। त्यसमा पनि एउटा क्वेसन छ, हाउ इक्विलिब्रियम लेभल अफ आउटपुट इज डिटरमाइन्ड बाई फर्म अन्डर प्रफिट कम्पिटिसन मार्केट युजिङ एमआरएमसी अप्रोच। है तिनवटा क्वेसन लेखिदिएको छ है, तिनवटा क्वेसन राम्रोसँग हेर्नु होला। यो तीनटा क्वेसन जसरी सोधे पनि तपाईले आन्सर गर्ने तरिका चाहिँ एउटै हो है। जहिले पनि आन्सर स्टार्ट गर्नु होला कसरी गर्नु होला भन्दाखेरि गिभ इन्ट्रोडक्सन अफ एमआरएमसी अप्रोच। एमआरएमसी अप्रोचको बारेमा तपाईले के गर्नुपर्ने छ भन्दाखेरि यसको इन्ट्रोडक्सन दिनु पर्यो। थोरै एमआरएमसी अप्रोच भनेको के हो है र कुन मार्केटको अन्डरमा गएर राख्नु पर्छ। यो केसमा यहाँ पर्फेक्ट कम्पिटिसनको मार्केटमा छ भने तपाईले पर्फेक्ट कम्पिटिसन मार्केटको बारेमा पनि अलिअलि इन्ट्रोडक्सन दिनु पर्यो। पर्फेक्ट कम्पिटिसन मार्केट भनेको के हो है। पर्फेक्ट कम्पिटिसन मार्केट भनेको मेनी नम्बर अफ बायर, मेनी नम्बर अफ सेलर्स, वेदर देयर आर युनिफर्म प्राइस इन द मार्केट हैन, सबैले एउटै प्राइसमा बेचिरहेको हुन्छ है। अनि त्यसपछि तपाईले नेसेसरी कन्डिसन दिनुपर्ने हुन्छ। नेसेसरी कन्डिसन दुईटा छ एमआरएमसी अप्रोच है। एमआरएमसी अप्रोचमा दुईटा कन्डिसन, एमआर र एमसी को बारेमा तपाईले लेख्नै पर्ने हुन्छ। त्यो भनेको एमआर एमआर शुड बी इक्वल टु एमसी र एमसी ले एमआर लाई मुनिबाट काटेको हुनुपर्ने हुन्छ है। अब यो लेखिसकेपछि तपाईले के गर्नुपर्छ भन्दाखेरि तपाईले यही चीज तपाईले फिगरमा देखाउनु पर्यो है। फिगरमा बनाउन एकदमै सजिलो छ है। फिगर बनाउन एकदमै सजिलो छ, तपाईले पनि ध्यान दिनुपर्ने हुन्छ है। अब एमआरएमसी छ थाहा छ तपाईलाई हैन, भने चाहिँ पर्फेक्ट कम्पिटिसन मार्केटमा जहिले पनि एमआर प्यारलल टु द एक्स एक्सिस हुन्छ है। पर्फेक्ट कम्पिटिसन एमआर भनेको पनि यही हो, एआर भनेको पनि यही हो, प्राइस भनेको पनि यही हो है। किन भन्दाखेरि दिस इज द फिचर अफ पर्फेक्ट कम्पिटिसन मार्केट वेयर एआर एमआर आर इक्वल बिकज अफ द युनिफर्म प्राइस। भनेपछि यो के हाम्रो पी पनि हो, एआर पनि हो, एमआर पनि हो है, अनि एआर पनि हो। अब हाम्रो कन्डिसन के भनेको छ भन्दाखेरि हामीले यहाँ पहिलेदेखि एमआर पनि देखाउने, हामीले यहाँ एमसी पनि देखाउने हो है। यहाँ 0 लेखिदिनु पर्यो, यहाँ आउटपुट लेखिदिनु पर्यो है। अब हामीले यो अप्रोच किन गरिरहेको भन्दाखेरि हैन, हामीले कुनै पनि बिजनेस, कुनै पनि फर्मले केही पनि बिजनेस गर्न थाल्यो भने उसले कति मात्रामा उत्पादन गर्यो भने है, कति मात्रामा उत्पादन गर्यो भने उसलाई फाइदा हुन्छ त है। अब त्यही मात्रामा उसले उत्पादन गरेपछि उसलाई सबभन्दा धेरै फाइदा हुन सक्छ है। त्यो लेभल अफ आउटपुट हामीले के गर्ने हो, डिटरमाइन गर्ने हो एमआरएमसी को अप्रोचले है। कुनै पनि व्यापारीले केही पनि बिजनेस सुरु गर्यो भने हैन, उसले कति मात्रामा उत्पादन गर्दाखेरि है उसको लेभल अफ आउटपुट कति भएपछि उसले म्याक्सिमम प्रफिट जेनेरेट गर्न सक्छ, त्यो कुरा हामीले पत्ता लगाउने हो है। त्यसको लागि हामीले एमआरएमसी अप्रोच युज गरिरहेको छौं है। अब हाम्रो नेसेसरी यो दुईटा कन्डिसन छ। यो दुईटा कन्डिसनले हामीले के गर्नुपर्छ भन्दाखेरि सेटिस्फाई गर्नु पर्यो है। पहिलो कन्डिसनले के भन्दैछ, एमआर र एमसी बराबर हुनुपर्छ है। अब हामीले एमआर बनाएको छौं, अब एमसी जहिले पनि रफली यु शेपको हुन्छ भने तपाईले एउटा कडाई बनाइदिनु पर्यो है। एउटा कडाई के गर्नु भन्दाखेरि यहाँबाट ल्याएर एउटा यस्तो एउटा कडाई बनाइदिनु है। अनि के लेख्दिनु एमसी है। अब जहाँनिर एमआर लाई एमसी ले काटेको छ त्यहाँबाट एउटा परपेन्डिकुलर लाइन ड्रा गर्दिनु तल एक्स एक्सिसमा है। अनि यहाँ के लेख्दिनु त क्वान्टिटी लेख्दिनु है। अनि यो पोइन्टलाई तपाईले एउटा नाम दिदिनु, ए दिदिनु है। त्यसपछि अर्को ठाउँ कहाँ काटेको छ भन्दाखेरि यहाँ काटेको छ, यो काटेको ठाउँबाट पनि एउटा परपेन्डिकुलर लाइन ड्रा गर्दिनु। यसलाई के भन्दिनु भन्दाखेरि Q1 भन्दिनु है, Q1 भन्दिनु यसलाई है। अब हाम्रो पहिलो कन्डिसन के थियो, एमआर शुड बी इक्वल टु एमसी, एमआर र एमसी बराबर हुनुपर्छ। अब यसो हेर्ने हो भने एमआर र एमसी बराबर दुई ठाउँमा छन्, एउटा ए मा छ अर्को बी मा छ। किन भन्दाखेरि एमआर ले एमसी लाई अथवा एमसी ले एमआर लाई पोइन्ट ए मा माथिबाट काटेको छ र पोइन्ट बी मा मुनिबाट काटेको छ है। भनेपछि पहिलो कन्डिसन के थियो, एमआर शुड बी इक्वल टु एमसी सेटिस्फाई। ए ले पनि सेटिस्फाई गर्यो, बी ले पनि सेटिस्फाई गर्यो। किन भन्दाखेरि यो पोइन्टमा एमआर र एमसी दुईटै बराबर छन् भनेपछि पहिलो कन्डिसन त सेटिस्फाई भयो। अब दोस्रो कन्डिसन चेक गरौँ, यो कन्डिसन पनि सेटिस्फाई हुनैपर्छ। यदि यो कन्डिसन सेटिस्फाई भएन भने तपाई इक्विलिब्रियममा हुन सक्नुहुन्न है। अब हामीले यो पोइन्ट ए मा हेर्ने हो भने एमआर इक्वल टु एमसी छ, पहिलो कन्डिसन पनि सेटिस्फाई छ। तर दोस्रो कन्डिसन हेर्ने हो भनेपछि एमसी ले एमआर लाई मुनिबाट काटेको हुनुपर्ने हो। तर यो केसमा हेर्ने हो भने एमसी ले एमआर लाई माथिबाट काटिरहेको छ, माथिबाट काटिरहेको छ भने चाहिँ
भनेपछि त यो कन्डिसन त इक्विलिब्रियम हुन सक्दैन, यो कन्डिसन इक्विलिब्रियम हुन सक्दैन है। अब पोइन्ट बी लाई हेर्ने हो भने यहाँ एमआर इक्वल टु एमसी छ, यस एमआर इक्वल टु एमसी छ, बराबर छ, नो इस्युज है। तर अर्को कन्डिसन सेटिस्फाई गरेको छ कि छैन, एमसी ले एमआर लाई मुनिबाट काटेको। यसो हेर्ने हो भने यहाँबाट एमसी आयो, मुनि आयो, फेरि काट्यो अनि उक्लेर माथि गयो। भनेको अर्थ के हो भन्दाखेरि बी पोइन्टमा एमआर इक्वल टु एमसी पनि छ र एमसी ले एमआर लाई मुनिबाट काटिरहेको छ। भनेपछि हाम्रो इक्विलिब्रियम लेभल अफ आउटपुट अफ द फर्म के हुन्छ भन्दाखेरि यो जहाँनिर एमआर एमसी बराबर छ र एमसी ले एमआर लाई मुनिबाट आएर काटेर माथि गएको छ भनेपछि यसरी तल हेर्ने हो भने यो इक्विलिब्रियम लेभल अफ आउटपुट है। यदि नम्बर हाल्दियो भने यो यदि 5 लेभल अफ आउटपुट हो भनेपछि यो यदि 20 लेभल अफ आउटपुट राख्दियो भनेपछि अब कुनै पनि व्यापारीले यदि बिजनेस गरिरहेको छ भनेपछि उले 5 वटा मात्रामा उत्पादन गरेर फाइदा भन्दा 20 वटा गर्यो भने धेरै फाइदा हुन्छ। किन भन्दाखेरि यो 20 वटामा हामीले एमआर इक्वल टु एमसी पनि छ र एमसी ले एमआर लाई मुनिबाट काटेको पनि छ। त्यही भएर इक्विलिब्रियम लेभल आउटपुट भनेको यो पोइन्ट बी हुन्छ है। सो यसरी तपाईले यही चित्र बनाएर यही तरिकाले व्याख्या गर्नु पर्यो है। किन पोइन्ट ए है, किन पोइन्ट ए इक्विलिब्रियम लेभल अफ आउटपुट भएन र किन पोइन्ट बी इक्विलिब्रियम लेभल अफ आउटपुट भयो भन्दाखेरि ए ले दुईटै कन्डिसनलाई सेटिस्फाई गरिरहेको छैन है। सेटिस्फाई नगरेको खण्डमा हामीले ए लाई इक्विलिब्रियम मान्न सक्दैनौँ, हामीले बी लाई इक्विलिब्रियम मान्नु पर्छ। किन भन्दाखेरि यसमा दुईटै कन्डिसन सेटिस्फाई भइरहेको छ। एमआर इक्वल टु एमसी पनि छ है, एमसी ले एमआर लाई मुनिबाट काटेको छ, यहाँ चाहिँ माथिबाट काटेको छ है। यदि तपाईलाई फिगर बनाउन गाह्रो हुन्छ भनेपछि है, गाह्रो छैन है भनौँ नि है। पपुलर कम्पिटिसन मार्केटमा आँखा चिम्लेर प्यारलल लाइन ड्र गर्ने है। त्यसपछि यो त एमआर भइगयो है। त्यसपछि एउटा कडाई बनाइदिने है। तरकारी खानुभएको छ, कडाई कस्तो हुन्छ देख्नु भएको छ हैन। कडाई बनाइदिने, त्यसैलाई क्वान्टिटी तान्दिने, यहाँ एउटा ए लेखिदिने, बी लेखिदिने है, Q1 भनिदिने एन्ड दिस इज द इक्विलिब्रियम भनिदिने। थ्यांक यू।